त्यसै पनि यहाँ चाहिँ मान्छेहरू भक्तजनहरू फोटो खिचाएको हुन्छ किनभने पशुपतिनाथभित्र त भिडियोको एलाउड छैन, फोटोको एलाउड। यो चाहिँ गाइज पशुपतिनाथ मन्दिर जानुको यो भित्रबाट हाइवे क्रस गर्नु पर्दैन, भित्रैबाट आउन सक्नुहुन्छ यताबाट तपाईँ। म आज प्रत्यक्ष म तपाईँलाई हेराउँदैछु, सो भिडियोलाई अन्तसम्म हेरिदिनु होला। त्यो चाहिँ हाइवे हो, म चाहिँ भित्रबाट आएँ, यसरी हो। उहाँ चाहिँ मैले पशुपतिनाथ एरियाको मेन गेट हो मैले छिरिसकेको छु। आज म तपाईँलाई प्रत्यक्ष हेराउने छु के कसो हुन्छ भनेर, कसरी मन्दिरसम्म पुग्नलाई कति टाइम लाग्छ र के को भक्तजन कतिको भिड छ भनेर म तपाईँलाई प्रत्यक्ष हेराउने नै छु। सो भिडियोलाई अन्तसम्म हेरिदिनु होला। यहाँ मान्छेहरूको आवत जावत भइरहेछ। त्यसै पनि यहाँ चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ, यो चाहिँ प्राचीन कालको यस्तो सभ्यता भएको घरहरू तपाईँ हेर्न सक्नुहुन्छ। पहिला यस्तो 100 वर्ष पहिला बनेको यस्तो किसिमले यहाँ बन्या। त्यसै पनि यहाँ चाहिँ भक्तजनहरू फर्किसकेका छ, यहाँ हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ माथि गइसकेका छ। यस्तै हो, अब चाहिँ फुलपत्ती बेच्ने कार्य गरिन्छ। यहाँ चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ, उतासम्म फुलपत्ती फुललाई जे चराउँछ यहाँ यिनीहरूले फुलपत्ती बेच्ने गरिन्छ। अनि त्यसै पनि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पशुपतिनाथ मन्दिरभित्र कस्तो एकदम परिवारले भरेको छ। यहाँ भक्तजनहरू आउँछ र यहाँहरूलाई दाना हाल्छ, खान्छ। कतिको सङ्ख्यामा भिडियोको एलाउड छैन, फोटोको एलाउड छैन, सो बाहिरबाट यहाँ एरिया राखेको छ, उहाँबाट खिच्ने गरिन्छ सबै भक्तजनहरू। यस्तै हो, म पनि अहिले क्लिक मचाएँ 3-4 वटा, तर भित्रको चाहिँ भिडियो गर्न दिएन। फाइनली त्यसै पनि मैले चाहिँ पशुपतिनाथ मन्दिर घुमिसकेँ र पूजा आराधना गरिसकेँ, केही दान पनि गरेँ। अब लागेँ म यहाँ हाइवे समातेर उता स्वयम्भूनाथतिर। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यो चाहिँ चक्रपथ गौशालाको हो। अब यहाँ समातेर म जान्छु अब स्वयम्भूतिर बस बसेनीमा गएर।